So म त बच्चादेखि हरर फिल्म हेरेरै हुर्केको एन्ड I've always loved horror. I've always loved thrilling the audience, त्यो अडियन्सलाई फिल गराउने चाहिँ हररले चाहिँ एकदमै लाइक इम्प्याक्ट दिन्छ जस्तो लाग्छ एन्ड लाइक हलिउड फिल्म जस्तो द थिङ भन्ने छ हाम्रो नेपाली फिल्म कठपुतली एन्ड लाइक बलिउड फिल्म 13B all these like good really good horror films हेर्दै हेर्दै इन्ट्रेस्ट भएको एन्ड म चाहिँ अब since I love all that I want to make an impact using videotape भनेर मेरो उद्देश्य उहाँको कुरो थाहा पाएँ हामीले किन बनाउनु लाग्यो भन्ने कुरा अनि मैले यसो अनुहार हेर्दाखेरि म एकदमै नाम चलेका अहिलेका जो अनुहार एकदम चलेको अनुहार भन्छौँ नि हामी आइराख्ने मिडियामा त्यो अनुहारहरू देख्छु कि भनेको त्यो अनुहार खासै देखिनँ नयाँ अनुहारसँग किन काम गर्दै हुनुहुन्छ So हाम्रो goal has always been to launch new actors, new people behind the screen and new actors in front of the screen भन्ने हाम्रो goal छ so त्यही goalमा I want to do that so तपाईँलाई धेरै धेरै शुभकामना अब मैले सोध्नुपर्ने कुरा यति थियो मैले सोधेँ तपाईँहरूको नमस्ते म कुन्दन शाक्य सो यो मेरो फर्स्ट फिल्म नै हो तर टेक्निकली हजुरहरूले भनिहाल्नु भयो मैले थिएटर ग्रुपसँगै एउटा फिल्म ताराहरू पनि गरेको थिएँ तर दिस इज माई फर्स्ट फिल्म एज लिड सो आई एम ह्याप्पी टु बी विथ यु अल हियर टुडे गुड टु नो यु सो हाम्रो डिरेक्टर साहबले चाहिँ मलाई मेरो नाटक 2023मा वज्र होटलको स्टुडियो 7मा रेड पिटर गर्दा हेर्न आउनु भएको थियो र त्यसरी चाहिँ हाम्रो कुरा भएको थियो आई थिङ्क यु कुड डु दिस भनेर अनि हि हेज अ कन्सेप्ट फर मुभी भन्दै हुनुहुन्थ्यो सो या द्याट वाज 2023 3 years ago अनि अब वी आर रेडी टु गो अन फ्लोर धेरै धेरै शुभकामना र भदौको 5 गतेबाट सुटिङ सुरु हुन्छ भिडियोटेकको अब सुटिङको लोकेसन अप्पर मुस्ताङ र अब सुटिङ डेज कति भन्दा 30 डेज भन्ने कुरा अहिलेसम्म आएको छ है अब उपासनाको कुरा यति राम्री मान्छे सबभन्दा पुरानी मान्छे उहिले हो यसलाई अब उपासनाको कुरा सबैजनालाई नमस्कार धेरैजना चिनेको मान्छेहरू देख्दा एकदमै खुसी लागिरहेको छ मलाई अनि हजुरलाई पनि एकदमै पछि भेट्न पाएँ एकदमै खुसी लागिरहेछ अनि सो ओभियसली चाहिँ मलाई यो फिल्मको लागि अलमोस्ट हामीले 1 year भन्दा अगाडिदेखि कुरा गरिरहेको हो सो फाइनली अब फिल्ममा जानु पाउँदा चाहिँ मलाई एकदमै नै खुसी लागिरहेछ एकदमै एक्साइटेड स्पेसली फर हिम उसलाई 1 वर्ष अगाडिदेखि अब अहिलेसम्म चिन्दा एकदमै राम्रो साथी हुन पुगेको छ अनि हुन्छ नि हि इज अ भेरी प्यासनेट डिरेक्टर अनि आई एम रियली लुकिङ फरवर्ड टु द फिल्म धेरै धेरै शुभकामना भूतवाला त छैन बट देन एनर्जी त नेगेटिभ पोजिटिभ फिल भइरहन्छ आई मिन त्यो भूतवाला नै डरलाग्दो हरर टाइपको त्यस्तो चाहिँ छैन अहिलेसम्म बिलिभ गर्नुहुन्छ भूत हुन्छ भन्ने कुरामा बिलिभ त गर्छु भूत नै त होइन तर अब एनर्जी त अभियसली हुन्छ ओके सो यसमा चाहिँ तपाईँ तर्साउन आउँदै हुनुहुन्छ कि तर्सिँदै हुनुहुन्छ आफै त्यसको लागि तपाईँहरूले ट्रेलर कुर्नुपर्छ so तपाईँहरूले अब के हो भनेर अब नाम त सुन्नुभयो भिडियो टेप बट अब it's an adventure horror film where bunch of साथीहरू हुन्छ उनीहरू मुस्ताङ गएर हुन्छ and त्यहाँ जाने बेला they get lost अनि they move to a abandoned village त्यहाँ भूत हुन्छ त्यो सब हेर्ने बेला there's a lot of scares के हुन्छ अरू कुरा हेर्ने बेला तपाईँले मुभी हेर्नुहोस् थाहा अब ओबिजीले कति मजाले भन्न भ्याउने हो छोटो रूपमा काम गर्ने मान्छेहरूले धेरै लामो बोल्दैन कि त मेरै पेसा जस्तो लानु पर्ला भनेर अनि बाउ छोरा अमेरिका गए झन्डै 6 हप्ता घुमे अनि बल्ल कलेज फाइनल गरेर फर्केर आएर अनि पछि उसलाई कलेज गयो फर्केर आएपछि पनि उसले धेरैवटा सर्ट फिल्महरू बनाइसक्यो अनि फेस्टिभल्सहरूमा पनि पठाइसक्यो अनि हामीले प्रडक्सन सेटअप पनि गऱ्यौँ ट्राई सिटी पिक्चर्स त्यहाँ दिपेन्द्र गौचनले लिड गर्नुहुन्छ उसको मुनि बसेर लास्ट फिल्म मिसिङ केटी हराएको सूचनामा एडी पनि गरियो र फाइनल्ली आफ्नो कथा लेखेर आज आफ्नै फिल्म बनाउने अवस्थामा आइपुग्यो अनि उसको बच्चा बेलाको फिल्म बनाउँदाखेरिको उसको बाल कलाकारहरू अब अहिले त ठुलो भइसके उसको भाइ नै होला ओमार होला त्यहाँ सामिया छ
दक्सु छ सबजना उसको बाल कलाकारहरू। तर यो जर्नी उसलाई अमेरिका जाने पढ्ने त्यसमा हाम्रो के भन्छ मुकुन्द ढुङ्गाना दाई हुनुहुन्छ यहाँ, अनि हाम्रो धन पण्डित हुनुहुन्छ। यो यात्रामा उहाँको धेरै ठुलो योगदान छ। त्यो योगदानले नै ऊ सफल हुन पुग्यो हो। त्यसले गर्दा उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। र आज विशेष रूपमा उहाँहरूलाई मैले आउनै पर्छ, बधाई दिनै पर्छ। तपाईँहरूकै आशीर्वादले यहाँ पुग्यो हो भन्ने हिसाबले थ्याङ्क यू धनजी, मोहनजी। र अब सबै कास्टको कुरा गर्नु पर्दाखेरि सबै एक से एक राम्रो कलाकार हुन्। उपासनाले चाहिँ म कथा नपरेसम्म चाहिँ म फिल्म साइन गर्दिनँ भनेर उसको आफ्नो अडान थियो होइन। अनि फाइनली कथा पढिसकेपछि चाहिँ उसले हुन्छ भनेपछि अनि होल टिम चाहिँ रेडी भयो। र यो टिमलाई शुभकामना दिन चाहन्छौँ। र हाम्रो पत्रकार मिडियाको साथीहरूलाई चाहिँ तिनीहरूप्रति चाहिँ अलिक बढी माया गरिदिनु होला भन्ने अनुरोध गर्छु। थ्याङ्क यू। धन्यवाद मुकुन्द भाइ। Congratulations. Thank you. दुईवटै छोराहरू सिनेमामा लागेकोले फिल्ममा पनि अलिअलि पैसा हाल्न चाहिँ मन लाग्छ। कति पैसा लाग्छ त्यसको First of all, thank you हजुरहरूको क्वेसनलाई। So I would like to ask a question. So यो मुभी चाहिँ हाम्रो टेन्टेटिभ हाम्रो 4 CR जति यो कस्टिङ निस्केको छ सो फार। उहाँले भन्नुभएको जस्तै हजुरको छोरा पनि मेरो एकदम प्रिय छ, किन भन्दा धेरै सानोदेखि थिएटरमा देखेर आइरहेको हो होइन। सो आई हेभ बिन टेलिङ हिम दिस इज अघि पनि मैले भनिहालेँ जस्तै द एन्टायर टिम विल बिन वर्किङ फर क्वाइट सम टाइम होइन। सो तपाईँ अस्ति नै हाम्रो अफिसमा हुनुहुन्थ्यो जस्तो लाग्यो मलाई होइन। सो छोराको पेमेन्टमा त टेन्सनै नलिनु होइन। एप्पल इज प्रिटी नोन फर लाइक पेइङ वेल। सो अनि तर इफ यु वान्ट टु डेफिनेटली के भन्छ इन्भेस्ट, त्यो चाहिँ सर पछि साइडमा बसेर कुरा गर्नुला। तर अहिलेको लागि चाहिँ इट्स करेन्टली टेन्टेटिभ बजेट चाहिँ सो फार 4 CR आएको छ। इट्स आई होप everything will work out accordingly. त्यति नै छ। थ्याङ्क यू। दिदीले मलाई क्वेसन हाम्रो डिरेक्टरज्यूले चाहिँ मलाई भन्दा हाम्रो कास्ट डिसाइड भइसकेको थिएन, जस्ट स्क्रिप्ट मात्र पनि लक भइसकेको थिएन एक्चुअली, जस्ट के गर्ने हो र यो फिल्म चाहिँ हरर हुन्छ भन्ने त्यो कुरा थियो। सो मैले चाहिँ त्यो कारणले चाहिँ ओके भनेर भने। अर्को प्रश्न डाइरेक्टरज्यूले, यहाँले धेरै हरर फिल्महरू हेरेर त्यसबाट इन्सपायर भएको भन्नुभएको छ। नेपालमा त्यस्तो चलचित्रको त्यति धेरै प्रभाव परिराखेको छैन। तपाईँ एउटा सौखलाई यो सिनेमालाई लिनुहुन्छ या यसबाट कुनै किसिमको अरू आय स्रोतको बाटो पनि यसलाई देख्नु भएको छ, अरू कलाकारहरूको पनि भविष्य देख्ने गरी बनाउनु भएको छ, के छ? अफकोर्स नि सबैको देख्नुपर्छ। अब हाम्रो सबको गोल त्यही हो, एभ्री वान इन्क्लुडिङ द क्रिटिक्स एन्ड एभ्री वान द्याट मुभी चाहिँ राम्रै बनोस्, लाइक सबैको फिडब्याकबाटै राम्रो हुने हो। एन्ड त्यही मेकिङ इट अब इन्सपायर त हो, बट इट्स कम्प्लिटली डिफरेन्ट टु एनिथिङ एनी वान इज एभर सिन जस्तो वेमा पनि लेखेको छु मैले। सो इट सुड बी एन्टरटेनिङ फर एभ्री वान, अल अडियन्स।